Hello guys, welcome back to my channel and it's me Yasu right from हौ तपाईहरुको आफ्नै साथी जस्तै युट्युबर। सो म आज पनि आइसकेको छु एउटा ब्रान्ड न्यू भिडियोको साथमा। सो आज हामी रियाक्सन दिन गइरहेका छौं नेपाली मुभीको ट्रेलर जसको नाम हो आई एम जित बहादुर, जसमा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जस्ता एक्टरहरू रहेका छन्। यदि तपाईले ओरिजिनल भिडियो हेर्नु भएको छैन भने पहिला ओरिजिनल भिडियो हेर्नुस् अनि मात्र यो रियाक्सन भिडियो हेर्नु होला। यदि तपाईले मेरो च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्नु भएको छैन भने छिटो गर्नुस् है त। ओके, ढिलो नगरिकन तपाई र म यो रियाक्सन भिडियो सँगै सुरु गरौँ है त। ओ नाटक गरेर जीवन चल्दैन। अब यो बुढो शरीरमा ताकत छैन। कसरी चल्छ भन्नुस् त? तपाईको नाटकले बाटेको धूप सिन्के धूप छोरी यहाँ दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन। नाटक खेलेर आखिर मैले के पाउँछु? यी स्टेजमा ताली, घरमा गाली। नाटक मजाक हो। हे मनुआ, तैले यत्रो घर बनाइस, गाडी किनिस, यत्रो सम्पत्ति छ, तर एउटा धूप राम्रो बाल्न सकिन। के हो यो मुभीमा चाहिँ अलिकति समय हेर्दै गर्दा चाहिँ मैले के प्रेडिक्ट गरेँ भन्दा हिरोलाई चाहिँ फिल्म खेल्न मन लागेको रहेछ र फिल्म खेल्दाखेरि चाहिँ कतिको स्ट्रगल हुन्छ भन्ने कुरा चाहिँ यो मुभीमा देखाउन खोजेको हो कि जस्तो लागेको छ है। तिम्रो नाम? बहादुर, जित बहादुर। म काठमाडौँ जान्छु, के भन्नुभएको? चलचित्रमा काम गर्न चाहन्छु। ओ ल, मैले भन्दै थिएँ म काठमाडौँ जान्छु, फिल्ममा काम गर्छु, ठुलो एक्टर हुन्छु, नाम कमाउँछु। चलचित्रमा अडिसनमा गएको जस्तो छ है। चलचित्रमा त हेर, नाम पनि छ, दाम पनि छ। यो स्टेटमेन्ट भन्ने बित्तिकै मलाई ठ्याक्क मेरो स्कुल लाइफको याद आयो। आजसम्म मैले यो स्टोरी कसैलाई पनि मैले सुनाएको छैन। जब म क्लास 3 और 4 मा पढ्दाखेरि एकजना हाम्रो प्रिन्सिपल म्याम हुनुहुन्थ्यो। मैले चाहिँ एकदमै बदमास काम गरेको कारणले गर्दा मलाई अफिसमा बोलाउनु भयो अनि कुराकानी गर्नुभयो। अनि उहाँले मलाई एउटा प्रश्न गर्नुभयो, तिमी लाइफमा के बन्न चाहन्छौ, के छ तिम्रो गोल भनेर मैले जवाफ दिँदाखेरि मलाई चाहिँ एक्टर बन्न मन लाग्छ, मलाई फिल्म खेल्न मन लाग्छ भनेर मैले म्यामलाई आन्सर दिएँ। म्यामले मलाई यति गाली गर्नुभयो, फिल्ममा भविष्य छ, जब तिमीले एउटा फिल्म खेल्यो भने लास्टमा पैसा पनि दिँदैन, पैसा खाएर भाग्छ, एउटा कोल्ड ड्रिङ्क्समा तिम्रो सबै मेहनतको पसिनाको मेहनत सबै लिएर जान्छ, यस्तो गर्ने हो भनेर पुरा गाली गर्नुभएको थियो होइन। ठ्याक्क आज चाहिँ मलाई यसको रिलेट भयो यो कुरा चाहिँ। हिरो बन्न गएको तेरो सिनेमामा सम्भावना छैन। किन सम्भावना छैन सर? तेरो अनुहार छ न, तेरो बाउसँग पैसा छ। अब खासमा फिल्ममा एक्टर बन्नको लागि, मेन हिरो बन्नको लागि चाहिँ अनुहार चाहिन्छ, बडी चाहिन्छ, लुक्स चाहिन्छ भन्ने एउटा माइन्डसेट छ। तर नेपालमा लुट फिल्म आइसकेपछि चाहिँ त्यो सम्पूर्ण माइन्डसेटहरू चाहिँ अलिकति चेन्ज भएको छ है। त्यही भएर पहिला चाहिँ अब अलिकति जिम गर्ने, फाइट खेल्न आउने, डान्स गर्न आउने, हे हु एक्सन दिन आउने होइन, त्यस्तो हुनु पर्थ्यो। अनि भिलेन भन्ने बित्तिकै एकदमै डरलाग्दो हुनुपर्ने भन्ने चाहिँ त्यो नेपाली मुभीको कन्सेप्ट थियो क्या। कम पापड बेल्नुपर्छ चलचित्रमा काम गर्नलाई। नेम? बहादुर, जित बहादुर। तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ? एक दिन सरी बोल्छु, मेरा सबै कुराहरू बोल्ने छु र त्यो दिन Hi, Jit Bahadur. I just saw your audition inside and I heard from other people as well that you were a phenomenal actor. It was so good inside. English? नेपाली गुड। पागल बुढाले तँलाई छोडेकै हो त? जित, म तिमी बिना बाँच्न सक्दिनँ। धेरै माया गर्छु म तिमीलाई। माफ गर्नुहोला, तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ। गाउँबाट फिल्म खेल्न जान्छु भनेर गयो, फिल्ममा अफर पनि पायो, उता गर्लफ्रेन्ड पनि भयो, उता गाउँमा चाहिँ बुढीलाई बिर्सेको जस्तो स्टोरी पनि छ है, इमोसनल स्टोरी। स्वार्थी मान्छे ओ कसैले ओ
यो चाहिँ पुरा काठमाडौँमा रमाइरहेछ हिरोनीसँग। Thank you, Jeet. अब उसले गरेका गल्तीहरूको चाहिँ प्रयाश्चित गर्न खोजिरहेको जस्तो छ। आई एम जित बहादुर। सर म आफ्नो भाग्य आफै बनाउँछु। ओ कस्तो यार। आई एम जित बहादुर। असार 5 गते शुक्रबार। ओके, एउटा गाउँको केटो जसको सपना चाहिँ नेपाली मुभीमा काम गर्ने, आफ्नो सपनालाई साकार गर्ने एउटा ड्रिम रहेको छ, जसमा चाहिँ आफ्नो चलचित्र खेल्नको लागि ऊ गाउँबाट सहर जान्छ। सहरमा गएर उसले विभिन्न स्ट्रगल गर्छ र यही मुभीमा चाहिँ एक्टर बन्नको लागि चाहिँ कस्तो कस्तो स्ट्रगल गर्नुपर्छ भन्ने कुरा पनि देखाइएको छ। अर्को पार्ट भनेको चाहिँ यसमा इमोसनल स्टोरी पनि देखाइएको छ, जसमा ऊ काठमाडौँ जाँदा एकजना केटीसँग उनी प्रेममा पर्छन् र घरको श्रीमतीलाई बिर्सेको स्टोरी पनि देखाउन चाहन्छ र त्यही कन्सेप्टमा चाहिँ यो मुभी घुमेको जस्तो देखिन्छ। म चाहिँ डेफिनेटली यो मुभी हलमा गएर हेर्नेवाला छु। मलाई चाहिँ यो कन्सेप्ट एकदमै मन परेको छ। तपाईँलाई चाहिँ यो ट्रेलर कस्तो लाग्यो प्लिज तल कमेन्ट डाउन गर्न नबिर्सिनु होला। यदि तपाईँलाई यो मेरो रियाक्सन भिडियो मन पर्यो भने मेरो च्यानललाई पनि लाइक शेयर सब्स्क्राइब गरिदिनुहोस्। म यस्तै दामी दामी रियाक्सन भिडियोको साथमा फेरि आउने छु। त्यतिन्जेलको लागि हस्त नमस्कार, बाई बाई।